मेरो नाम रितेश पोर्तेल अनि आज धेरै दिन बाद तपाईहरुको अगाडि आउन बाध्य भए है किनभने हाम्रो दार्जिलिङ नगरपालिकाको जुन शैलीमा काम हुँदैछ त्यो विषयमा कतिपल्ट नबोलौं भन्दाखेरि नै उहाँहरुले मिटिङमा भन्नुहुन्छ बीओसी मा डिस्कस गरेर खाली कतिवटा कुरा बोलिदिनुस् भनेर त्यसलाई हामीले एकदम रेस्पेक्ट गर्छौं हुनु त हो हामीले कतिवटा कुरा बीओसी मा डिस्कस गरिकिन नै गर्छौं तर कतिवटा कुरा यस्तो हुन्छ जुन चाहिँ बीओसी लाई पर्खिबस्न हाम्रो टाइम हुँदैन अनि त्यही कारणले गर्दाखेरि जुन चाहिँ हो एक्जाम्पल एउटा यो भोटेबस्तीको बाटो है भोटेबस्तीको बाटो तपाईले उहाँहरुले चेयरम्यान साहबले 2 महिना अगाडि आएर नरियल फुटाएर जानुभयो अनि काम भइहाल्छ भन्ने प्रकारले गर्नुभयो तर अस्तिसम्म पनि कुनै कामको माने एउटा काम नै भएको थिएन त्यहाँनिर है अन्त काम नहुँदाखेरि धेरै गुनासो मान्छेहरुले खै काम त नरियल त 2 महिना अगाडि फुटाएर गयो त अहिलेसम्म काम किन नभएको भन्दाखेरि हामीले डिपार्टमेन्टमा इन्क्वायरी गर्दाखेरि हिजो उहाँहरुले काम सुरु त गर्नुभयो है एकदमै अचम्मको कुरा चाहिँ काम चाहिँ सुरु गर्नुभयो तर काम सुरु चाहिँ कस्तो प्रकारले गर्नुभयो भन्दा केही कामै नगरिकिन सिधै कालो त्यो जुन चाहिँ म्यास्टिफ हुन्छ त्यो सिधै आएर झारेर त्यसरी काम गर्दिनु भयो अन्त हामीले गाउँको सबैजना मान्छेहरु निस्केर है एकजना नारायण दाजु भन्नेले त भिडियो पनि बनाउनु भयो यस्तो अनि त्यो सामान चाहिँ बिजनबारीमा बन्नेको अरे बिजनबारीको सामान चाहिँ यहाँ ल्याएर उहाँहरुले हालेर केही नगरिकिन सिधै गरेर रोलर लगाइदिनु भयो न गाउँले अब्जेक्सन गर्दाखेरि पनि हामीलाई त म्युनिसिपालिटीबाट यही गर्नु भनेको छ भनेर अर्डर आएको छ भनेर उहाँहरुले भन्नुभएछ अन्त उहाँहरु बेलुका म्युनिसिपालिटी पनि सायद जानु भएन गाउँको मान्छेहरु तर भोलिपल्ट आज चाहिँ हिजो मैले बिहान हाम्रो इन्जिनियर साहबसित बात गर्दाखेरि उहाँ बिहान आएर तपाईसित एकपल्ट कुरा गर्छु अन्त इन्स्पेक्ट पनि गर्छु भन्नुभयो है अन्त जग्गाको इन्स्पेक्ट गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ त्यो जग्गाको इन्स्पेक्ट जुन चाहिँ छ त्यो गर्दाखेरि हामीले देख्यो इन्जिनियरलाई यादै छैन रहेछ काम उहाँहरुलाई गरेको बुझ्नु भएन हामीलाई त याद छैन यो काम गरेको भनेर भन्नुभयो अन्त यत्रो ढिलाइ भयो अन्त स्याडेस्ट पार्ट चाहिँ के थियो भन्दाखेरि यसमा समाजका केही व्यक्तिहरु है उहाँहरुको नाम म टोक्न चाहन्न तर समाजका 3टा समाज मिलेर चाहिँ एउटा कमिटी गठन गर्नु भएको थियो त्यो कमिटीमा चाहिँ फेरि को व्यक्तिहरु हुनुहुन्थ्यो उहाँहरुलाई याद छैन अन्त त्यहाँ समाजको 3जना समाजको कमिटीले चाहिँ उहाँहरुको दायित्व चाहिँ के थियो भन्दाखेरि मलाई पनि इन्भल्भ गर्नु भएन उहाँहरुले किनभने उहाँहरुलाई लाग्थ्यो त्यो पोलिटिकल हो भन्ने तर मलाई एज ए काउन्सिलरमा कुनै पोलिटिकल उस हुँदिन किनभने मेरो गाउँमा तान्त्रिकको पनि आउँछ रेसिडेन्शियल इन्कम लिनु केही पर्यो भने टीएमसीपी को पनि आउँछ हैन सबैजनालाई हामीले काउन्सिलर भनेपछि एउटा गाउँको काउन्सिल गर्ने गाउँमा के दुःख छ त्यो कुरालाई माथि चेयरम्यानसम्म पुर्याउने मेरो एउटा रेस्पोन्सिबिलिटी हुन्छ तर त्यहाँ समाजको 1-2 जना कुरा अलिक सिरियसली लिनु भएछ पोलिटिकल कुरा है अन्त त्यही कारणले गर्दाखेरि उहाँहरुले मेरोमा आउनु भएन सिधै आफ्नो कमिटी गठन गर्नुभयो तर हिजो कमिटीलेकोमा पनि एउटा मलाई डाउट चाहिँ के भयो भन्दाखेरि कमिटी पनि एउटा मैले चोखो पाइन इमानदार पाइन किनभने त्यो काम हुँदाखेरि कमिटीको कोही मान्छेहरु पनि थिएन अब्जेक्सन पनि भएको थिएन अब्जेक्सन पनि कोले पनि गरेन अब्जेक्सन पनि है अन्त आज म्युनिसिपालिटीबाट आएर मान्छेहरु आएर त्यो कुरा गर्यो अनि स्याडेस्ट पार्ट चाहिँ यो काम चाहिँ तपाईको 52 लाख है 78,028 रुपैयाँको 52 लाखको काम हाम्रो गाउँमा 5 साल कति 10 साल बाद यस्तो काम आउँछ घरि आउँदैन हाम्रो गाउँमा अन्त गाउँमा यो खालके काम अलिकति गरेर पहिला पनि अहिले 3-4 साल अगाडिको कुरा हो 4 साल अगाडिको कुरा हो त्यतिबेला हामी इलेक्टेड भएको थिएन 19 लाखको काम भएको यो बाटो कोले याद गरेन 1-2 जनाको बेनिफिटमा यो बाटो लथालिङ्गै भएर गयो कोले पनि के कामै गरेको थिएन अहिले फेरि यसरी काम हुँदैछ है अन्त त्यही कारण यो 52,78,028 रुपैयाँको काममा है उहाँहरुले के देखा हिजो एक दिन अलिकति काम भयो यतानिर म्युनिसिपालिटीको रिपोर्टमा उनीहरुले 20 तारिखसम्म 25% काम भयो भनेर उहाँहरुले देखाइसक्नु भएको छ सो यो खालके माने एउटा माने धान्दाली भन्नु कि के भन्नु कि हाम्रो माने नगरपालिका यस्तो राम्रो जग्गा है दार्जिलिङलाई सफा राख्ने उहाँहरुको रेस्पोन्सिबिलिटी दार्जिलिङलाई गर्ने यस्तो रेस्पोन्सिबिलिटीमा यो खालके धान्दाली हुँदैछ अनि बाटोको आज हामीले रिक्वेस्ट गरेको छौं चेयरम्यानलाई पनि एउटा माने हामीले रिक्वेस्ट गरेको छौं मेरोबाट कि म्युनिसिपालिटी इन्जिनियरलाई पनि एउटा चिठी ज्ञापन चढाएको छौं कि अगर यो काम ठीक भएन भने है 42 लाखको काम हो भएन भने हामीले म्युनिसिपालिटी अथोरिटी है
सबैजनालाई हामीले जो समाजको मान्छेहरू पनि उहाँहरू पनि हुनुहुँदो रहेछ होइन, उहाँहरू पनि कन्सर्न एकदमै देखाएर उहाँहरूले कमिटी फर्म गर्नुभएको छ। तर कमिटीले ठिक काम नगरेकिन कमिटी पनि यसमा इन्भल्भ छ, किनभने राम्रो काम नहुँदाखेरि त कहाँ न कहीँ कम्प्रोमाइज भएकै हुन्छ। किनभने 52 लाखकै काम भयो भने त कहिले पनि कम्प्रोमाइजिङ मोडमा त कोही जान्दैन, बाटो त A1 भएर जान्छ। तर बाटो घिनलाग्दो हुनुको कारण के हो भन्दा कहाँ न कहीँ कम्प्रोमाइज भएकै हुनसक्छ। त्यही कारणले गर्दाखेरि इन केस यो बाटो राम्रो भएन भने हामी कन्ट्र्याक्टर, लोकल अथोरिटी अनि समाजका मेम्बर जति पनि उसमा हुनुहुन्थ्यो उहाँहरूलाई हाम्रो तर्फबाट अनि मेरो तर्फबाट लिगल नोटिस पठाउँछु भन्ने मेरो एउटा मैले मन बनाएको छु। अनि आज चिठी पनि लेखेको छु उहाँहरूलाई कि तपाईँहरूले अगर यो काम राम्रो भएन अनि यो कामलाई राम्रो तपाईँहरूले हेर्नु भएको छैन भने हामी लिगल नोटिस पठाउनु हामी म बाध्य हुन्छु भनेर। अनि त्यही कारणले गर्दाखेरि अब म लाग्छ कि अब बिहान हामी इन्जिनियरसित बात गर्दाखेरि अब हामी नयाँ टेन्डर गर्ने पनि उहाँहरू पक्षमा हो। मैले पनि ठिकै छ नयाँ टेन्डर गरिदिनुहोस् कि त काम त राम्रो हुन्छ भनेर। त्यही कारण आजको दिनमा म बाध्य भएँ है यसरी फेरि तपाईँहरूको अगाडि मिडियामा आउनु। अनि मलाई अरू कुरा भन्नु केही पनि छैन, मेरो गाउँको बाटो जाओस्। अनि जुन चाहिँ बाटोमा मान्छेहरू दिनरात हिँड्छ बिमारी, किनभने हाम्रो बाटो छैन, यही बाटो हो स्ट्रेचर लाने ल्याउने, हामीलाई एक चक्कर लेबुङ घुमेर जानुपर्छ। त्यही कारणले गर्दा हाम्रो यही बाटो हो राम्रो बनाउने, यो बाटोलाई एकदमै राम्रो बनाइदियोस् जाओस् भन्ने हाम्रो एउटा मेरो गुहार छ। अन्त एउटा के भन्छ गुनासो पनि छ चेयरम्यान साहब सबैजनालाई, तपाईँले यो बाटोमा एकदमै, किनभने आजको दिनमा यो यसरी आएर लिपेर खाली जानु भनेको कहाँ न कहीँ कम्प्रोमाइज भएकै छ। यो को न कोही चाहे के भन्छ त्यसलाई कन्ट्र्याक्टर कम्प्रोमाइज भएको छ कि लोकल अथोरिटी हाम्रो उसले कम्प्रोमाइज भएको छ कि समाजको जो के भन्छ पदाधिकारी बस्नु भएको छ उहाँहरू पो कम्प्रोमाइजमा भएको छ कि मलाई याद भएन। किनभने बाटो यो खालके लिपिनु खाले हुँदैन, एकदमै राम्रो बनाएर जानुपर्छ। त्यही कारणले गर्दाखेरि इन केस मेरो है यो बाटोमा जब बनिन्छ म त डे 1 देखि नै उहाँहरूसित बसेकै हुन्छु, किनभने हिजो पनि बसेकै थिएँ काम हुँदाखेरि। सो उहाँहरूले एकदमै काम राम्रो भएन भने म सबैलाई लिगल नोटिस पठाउने बाध्य हुन्छु। त्यति पनि तपाईँहरूबाट बिदा लिँदैछु। धन्यवाद।